हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। तपाईँहरू सबैजनालाई मेरो मिनी भ्लगमा स्वागत छ। अनि हामी दुईजना चाहिँ मिलेर आज चाउमिन खाने प्रोग्राम बनाउँदैछौँ। अनि चाउमिन लिनलाई हामी गयौँ अनि गएर चाहिँ सट्ट ल्यायौँ। अनि हामी दुईजनाले चाहिँ आज भातकै सट्टामा चाउमिन खाने भन्ने कुराले अनि हामीले 2 प्याकेट ल्यायौँ, किनभने दुईजनामा 2 प्याकेट। त्यसपछि चाहिँ हामीले अर्को डार्क सोया सस पनि ल्यायौँ होइन। अनि त्यस पछाडि यो ल्याएँ, यो चाहिँ चाउमिन भनेको एकदम राम्रो हुन्छ, मलाई त्यो ठिक लाग्छ। अनि यो सस चाहिँ मैले पहिला नै ल्याएको थिएँ। अनि त्यसपछि मैले चाहिँ चाउमिन उमाल्नतिर लागेँ। चाउमिन हेर्दा थोरै थियो तर देखिँदा धेरै देखिन्थ्यो। अनि उमालिसकेपछि हेर्नु होला यति धेरै भएको छ यो चाउमिन होइन। अनि हामी दुईजनाले खाइसक्दैन होला भन्ने जस्तो लागेको थियो। अनि मैले चाहिँ के सके खाइन्छ नसके राखिन्छ भनेर त्यसपछि म प्याज काट्नतिर लागेँ। अनि प्याज काट्न चाहिँ म एकदम स्पोर्टै छु होइन, एकदमै छिटो काट्छु म प्याज। अनि खुर्सानी पनि टक्कै त काटेर राखेको थियो। अनि मैले टक्क प्याज राखेँ। अनि त्यस पछाडि म लागेँ लसुन छिल्नतिर। अनि लसुन पनि एकदमै छिटै छिलेँ मैले चाहिँ होइन। अनि लसुन छिल्नुमा त एकदमै स्पोर्ट हो नि त, झामझुम पारेर होइन। त्यस पछाडि यसको बोक्रा लोत्काएर चाहिँ होइन। अब त्यस पछाडि चाहिँ मैले अब मिक्सर छैन हामीसँग, अनि यसमा राखेँ यो कुच्याउनेमा। त्यसपछि मैले अदुवा पनि काटेँ होइन। अदुवा पनि काटेर ड्यामडुम लाएर अब एकदम छिटो गर्नु पऱ्यो। अनि कुच्याउनेतिर लागेँ, ड्याङ कुच्याउनु थालेँ। अनि मेरो चाहिँ काट्नेदेखि लिएर होइन कुच्याउनेदेखि लिएर सब तयार भइसकेपछि म पकाउनेतिर लागेँ। सट्ट लाएर कराही गरम गरेर तेल तताएर झामझुम पारेर प्याज लसुन अदुवा सब हालेँ होइन। अनि पुरा 1 मिनट 25 सेकेन्ड भइसक्दा पनि तपाईँले यदि मेरो भिडियो लाइक सेयर सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनु होला। र तपाईँहरूको सानो सहयोगले मलाई यस्तै भिडियोहरू बनाउनलाई धेरै हेल्प हुनेछ मलाई चाहिँ। मेरो भिडियो चाहिँ फेसबुक र युट्युब च्यानलमा आउनेछ। मेरो नामहरू सबै यहाँ पिन गरिदिनेछु र तपाईँहरू सबैजनाले हेरेर लाइक सेयर सब्सक्राइब गर्नु। अब भने चाहिँ चाउमिन एकदमै पूर्ण रूपमा तयार भइसक्यो। अनि मैले चाहिँ टक्क चाखेँ पनि होइन, चाखेँ। अनि त्यस पछाडि अब तयार। अनि दुईजना बसेर टक्कलाई पस्केर दिएको दाइले त वाउ क्या मिठो भनेर ड्यामडुम पारिहाल्यो होइन। सस खाऊ भने त दाइ त सस खानै मानेन। अनि त्यस पछाडि चाहिँ अनि दाजुभाइ दुईजना मिलेर ड्याम बजाउन थाले। चाउमिन एकदमै मिठो भएको थियो, एकदम राम्रो भएको थियो। खाँदै पनि फेरि अनि एक टिफिन बच्यो, यो चाहिँ हाम्रो ड्युटी भनेर दाइको लागि भनेर राखिदिएँ। आजलाई भने यति नै, हस् त बाई बाई।